मम्मी के बनाउन लाग्नु भएको यो हरियो काँक्राको? यसको अचार हाल्न आँटेको तँलाई पनि म आज सिकाउँछु ल कसरी हाल्ने भनेर। ओके। अब आफूले जानेको कुरा त आफ्नो नानी बाबुहरूलाई पनि सिकाउनु पर्यो नि त हैन, पछि उनीहरूलाई पनि काम लाग्छ। तपाईहरुलाई पनि यो हरियो काँक्राको अचार हाल्न आउँदैन भने चाहिँ यो भिडियो हेरेर हाल्न सक्नुहुन्छ। यसरी लगाएको अचार चाहिँ एकदमै मिठो हुन्छ। सुरुमा चाहिँ सबै काँक्रालाई मसिनो गरी काटेर एउटा बट्टामा मज्जाले मिलाएर राखिदिनु होला। अनि त्यसमाथिबाट चाहिँ एउटा कागतीलाई पनि राखिदिने। अनि 2-3 वटा केस्रा लसुन हरियो खोर्सानीलाई राखिसकेपछि थोरै चिनी र नुनलाई पनि राखिदिनु होला। चिनी र नुन राखिसकेपछि चाहिँ त्यसमाथिबाट उमालेर सेलाको बेसार पानीलाई चाहिँ मज्जाले त्यसमाथिबाट हालिदिनु होला। यसलाई चाहिँ मज्जाले भरिने गरी हालिसकेपछि हाम्रो काँक्राको अचार चाहिँ लगभग बनेर रेडी भइसकेको छ। यसको बिर्को चाहिँ मज्जाले बन्द गरेर चाहिँ यसलाई 4-5 दिन राखिसकेपछि यो खानालाई रेडी हुन्छ। अब यो कस्तो बन्यो भनेर चाहिँ म तपाईहरुलाई अर्को भिडियोमा देखाउने छु। अनि यसलाई चाहिँ मैले खाएर पनि देखाउने छु है। तपाईहरु कसलाई चाहिँ यसरी हालेको अचार एकदमै मिठो लाग्छ कमेन्टमा भन्न सक्नुहुन्छ।